छु र यो र क्यामेराम्यान चाहिँ सिक्रेट रुम बनाउनेवाला छ र म चाहिँ खोज्नेवाला छु। अब चाहिँ यिनीहरूलाई जित्यो भने म दिनेवाला छु यिनीहरूलाई 10 रुपैयाँ र मैले यिनीहरूको सिक्रेट रुम खोजिसक्यो भने मलाई मिल्नेछ 10 रुपैयाँ। अब चाहिँ यो र क्यामेराम्यान बनाउँछन् र यिनीहरूको लागि छ आधा घन्टा बनाउनेको टाइम र मेरो चाहिँ खोज्ने टाइम छ 10 मिनेट। अब चाहिँ हामी ढिला नगरेर यो गेम सुरु गरौँ। अब चाहिँ यिनीहरूको टाइम सुरु भइसकेको छ। अहिले चाहिँ अब क्यामेरा चाहिँ म समात्छु। अहिले चाहिँ यिनीहरू दुईजना चाहिँ रेडी भइसकेका छन् र म चाहिँ अहिले क्यामेराम्यान बन्न सकेको छु। यिनीहरूलाई चाहिँ मिल्नेछ सिक्रेट रुम च्यालेन्ज बनाउनका लागि आधा घन्टा। तिमीहरूको टाइम सुरु हुन्छ अब। ल अब चाहिँ तिमीहरू सिक्रेट रुम बनाउन तयारी गरेर जाऊ। हेलो गाइज, अब म पनि यता सिक्रेट रुम खोज्न जाँदैछु। अहिले त्यो हाम्रो टाइम आधा घन्टा मात्रै छ। त्यसपछि हामी हामीलाई खोज्न आउनेछ। चलो अब म जाँदैछु। अब आफ्नो सिक्रेट रुममा सिक्रेट रुम छैन। यता पनि म जाँदैछु। यता माथि हेर्नेछु। हेलो गाइज, अब हामी लुक सिक्रेट रुम खोज्न गइरहेको छु। हेर्न सक्नुहुन्छ यतातिर हेर्न सक्नुहुन्छ यतातिर छैन। हाम्रो ठाउँ खोजिसकेको छु। हेर्न सक्नुहुन्छ अब ठाउँ खोजिसकेको छ। अब चाहिँ म यहाँ यसरी सुत्नेछु। सक्नुहुन्छ म यहाँ यसरी सुत्नेछु। अब म यहाँ छु। हेर्न सक्नुहुन्छ गाइज, लास्टै गाह्रो ठाउँ छ। त्यही पनि म यहाँ लुक्दैछु। सक्नुहुन्छ गाइज, म यहाँ लुकिसकेको छु। त्यो केही बेर पछि आउनेवाला छ। 5 मिनट बितिसकेको छ। अब निराज चाहिँ 10 मिनटमा आनेछ। हेर्न सक्नुहुन्छ त्यो मेरो नजिकै छ। हेर्नु जहाँ पनि हुन सक्छन् गाइज। मेरो टाइम सुरु भइसकेको छ। फर्स्ट चाहिँ यहाँ खोज्छु। यहाँ कहीँ छैनन्। यहाँ त कहीँ छैनन् र अब चाहिँ तिनीहरू जहाँ पनि हुन सक्छन्। यहाँ माथि रुखमा हुन सक्छन्। यहाँ पनि कहीँ पनि हुन सक्छन्। यहाँ हेर्न सक्नुहुन्छ म लास्टै गाह्रो ठाउँमा छु। यहाँ पनि हुन सक्छन्। यहाँ माथि एउटाजना चाहिँ मलाई भेटिसकेको छ गाइस। त्यो हेरीमा पारस चाहिँ मिलिसकेको छ गाइस। पारस आइजा। ए पारस चाहिँ मिलिसकेको छ गाइस। पारस आइजा। ए पारस चाहिँ पुरा ढिकिदिरहेछ। पारस चाहिँ यति इजी ठाउँमा लुकेको रहेछ गाइस। पुरा धेकिदिरहेछ। अब चाहिँ म हाम्रो अर्को मान्छेले खोज्न गइरहेको छु। एउटा मेम्बर पक्रिसकेको छ। त्यसको नाम हो पारस। अब निरजको टाइम बितिरहेको छ। म यहाँ छोपिसकेको छु। त्यसैले म अब यहाँदेखि निक्लिनु पर्नेछ। कस्तो ठाउँमा लुकेको छु रे? अब चाहिँ त्यो कस्तो ठाउँमा लुकेको छु रे? निरज आइरहेको छ। हेर्न सक्नुहुन्छ निरज आइरहेको छ। अर्को कहाँ छ भन्दै म तँलाई 5 रुपैयाँ दिन्छु। म भन्ने छैन। अर्को चाहिँ अब कहाँ छ त्यो सुटकेस राख्नुपर्दो रहेछ मैले। अब चाहिँ म खोज्छु। अब चाहिँ म अर्कोलाई पनि खोज्न जाँदैछु। छोपिसकेँ। अब यति पछि मिल्नेछ। त्यो यहाँ त छैन होला कहीँ।
यहाँ पनि कहीँ पनि हुनसक्छ। एउटा चाहिँ हामीलाई यहीँ मिलेको थियो, यहाँ त हुन सक्दैन। यो चाहिँ अघिको हामीले देखिसकेका छौँ। अब चाहिँ म अर्कोलाई खोज्न जानेवाला छु। छ तर मलाई अर्को जान पनि मिलिसकेको छ गाइस, हेर्न सक्नुहुन्छ। पुरा मजाले सुतेर चाहिँ त्यो अहिले यहाँ भिडियो गराउँदैछ। मिलनलाई पनि मैले भेटिसकेको छु। यस गाइस, यसै गरी मैले त यो गेम जितिसकेको च्यालेन्ज सिक्रेट रुम थियो नि, हेर्न सक्नुहुन्छ। कहाँ छिस् रे त? यस्तो ठाउँमा पुरा लुकेको। तेरो त्यो ज्याकेटसँग कलर म्याच गरिरहेको थियो। गाइस निरजले देखिसकेको छ हामीलाई। अब चाहिँ म पारा जितिसकेको जाँदैछु। आइज रे, मलाई चाहिँ अर्को कन्डिसन मिलिगयो। यसै गरी गाइस म चाहिँ यो गेम जितिसकेको छु, हेर्न सक्नुहुन्छ। गाइस अहिले चाहिँ मैले जितिसकेको छु यो च्यालेन्ज, हेर्न सक्नुहुन्छ। लुजर चाहिँ यतातिर छ। अब चाहिँ मैले यो च्यालेन्ज जितिसकेको छु। हजुरलाई चाहिँ यो पार्ट 2 चाहियो भने कमेन्टमा कमेन्ट गर्नु होला। हामी चाहिँ अवश्य पार्ट 2 पनि लिएर आउनेछौँ। अब चाहिँ मेरो हाम्रो जितेको प्राइज चाहिँ दिनु पऱ्यो नि त। अब मैले चाहिँ यत्रो मिहिनेतले जितिसकेको छु, हेर्न सक्नुहुन्छ। त्यहाँ पैसा छ ल, हेर्न सक्नुहुन्छ। मलाई एक्स्ट्रा पैसा दिँदैछु, हेर्न सक्नुहुन्छ। अब चाहिँ पैसा मेरो सिधा खल्टीमा जान्छ। आजको लागि यति नै, अर्को भिडियोको साथमा भेट्नेछु। अहिलेको लागि यति। जय नेपाल, बाई।